नमस्ते, गुड इभिनिङ साथीहरु। आज मैले तपाईहरुको सामने ल्याएको छु अन्डा र आलुको सब्जी। आज म अन्डा, आलु, टमाटर, प्याज, हरियो खुर्सानी, अदुवा र लसुन, धनिया पत्ता लास्टमा हाल्ने छु। हेर्दै गर्नुहोस्। अब म यसलाई अन्डा र आलुलाई बोइल गर्छु। यहाँ मेरो अन्डा आलु बोइल हुँदैछ है। अब मैले ग्यास बाले, कराई बसाएँ। अब म तेल हाल्छु। कराई तात्यो। गुनगुना रही है भौरे खिल रही है कली कली गली गली कली कली। तेल तातिन आँटिसक्यो। यता तेल तातिँदा यता म सबै काटेर रेडी छ। धनिया पत्ता धोइदै पखाले, टमाटर काटे, आलु काटे, अन्डा बोइल गरेको अलिकति चिरा लगाए, हरियो खुर्सानी, प्याज अलिकति काटेर रेडी गरे। हेर्नुहोस् तपाईहरुले। अब म अन्डा हाल्छु। तेलमा बेसार हालेपछि चाहिँ कलर राम्रो आउँछ। अब म अन्डा निकाल्छु। दुईटा हरियो खुर्सानी, पिरो कम्ती खान्छु तपाईहरु पिरो हाल्नुहोस् बेसी। प्याज पनि हाले। हल्का गोल्डन बनाउनुपर्छ। म त यहाँ भन्नै बिर्सेछु, प्याज हाले। ग्यास सानो गरौँ। यहाँ मैले अदुवा लसुन अलिकति प्याज र हरियो खुर्सानी पिसिरहेको छु। मलाई चाहिँ पिसेकै मनपर्छ साथी। प्याज पनि गयो। मसला हाल्नु। 2-4 मिनट मसला भुटौँ। मसला चाहिँ बनाउनु फाँच्छ। त्यसले गर्दा चाहिँ अलिकति तेल निक्लोस् मसलाबाट। मसला भुटिँदैछ साथी। केटाकेटी साथी सबै हर्दी, आफूलाई कति मनपर्छ त्यति नुन, चलाइदिउँ। मसला पनि भुटे। ग्यास सानो गरिदिए। टमाटर हाल्छु। टमाटर हाले। साथीहरु हेर्नुहोस्, तपाईहरुले बनाएर खानुहोस्। कस्तो मिठो नमिठो सब्जी बनाउँछ आन्टीले। हेर्दै खाउँ लाग्दो। अब अलिकति ग्यास सानो गरेर टमाटर गल्नु दिन्छु। टमाटर पनि गल्यो होला साथी हो। हेरौँ। ए गलेछ। आलु हाल्दिउँ। आलु हालेर चाहिँ चला एकछिन आलुलाई पनि यसो नुन पसोस्। एकछिन छोपिदिउँ है। अब म हेर्छु खाना सब्जी कस्तो भयो। आम्माम सब्जी त भयंकर राम्रो भएछ।
म अन्डा हाल्छु है। अन्डा हालेँ। हामी सानो परिवार छु, त्यही कारणले हाम्रो कम्ती हुन्छ, हामी बेसी खाँदैनौँ। सब्जी पनि कम्ती मिठो चटक्कै खाने हो साथी हो, बेसी खाने होइन। अब खानेले खान्छ, हामीलाई मन पर्दैन बेसी खानु। हाम्रो अलिकति डाइट कम्ती नै छ। अब यसमा त पानी हालिदियो, ग्रेभी बनायो। तपाईँहरू पकाउनुहोस्, यसरी नै आन्टीले बनाएको जस्तो गरेर हेर्नुहोस्, मजाले खानुहोस्। छिटो मिठो अन्डाको सब्जी। अन्डाको सब्जी उम्लेपछि पाक्यो, त्यहाँदेखि धनियाँ पत्ता राख्यो, छोप्यो। अब हेरौँ यसलाई। ए पाकेको छ सब्जीमा, धनियाँ पत्ता हाल्नुपर्छ। काट्दैछु है। सब्जी पाक्यो।